जस्टिस फर एनिसा बहिनी, जुन चाहिँ तिमीलाई जङ्गलमा लगेर छोपी छोपी घाँटी चेपेर चाहिँ बलात्कार गरेको थियो। त्यो दिनको लागि चाहिँ हामीले चाहिँ आवाज उठाइरहेका छौँ र ती बलात्कार गर्ने ती 4 जनाहरूलाई चाहिँ फाँसीको सजाय दिनु सरकार। जुन चाहिँ यो तिम्रो घर परिवारको लागि मात्र नभएर नेपालमा रहेका जति पनि चेलीबहिनीहरू छन् तिनको पनि यस्तो कहिल्यै देख्नु नपरोस्। बालेन र रविलाई चाहिँ यति माग छ कि बलात्कारी ज्यानमाराहरूको लागि चाहिँ सजाय कडाभन्दा कडा सजाय चाहिँ दिनु होला भन्न चाहन्छु। जस्टिस फर एनिसा बहिनी।